माथि छतमा साफ सुटरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ। र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउबाट गोली गयो तिनकुनेमा पुग्दाखेरि, मेन ठाउँमा पुग्दाखेरि, स्टेजको छेउमा पुग्दा र म त्यस पछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो। फेरि अर्को कुरा के भन्दाखेरि तपाईँहरूको मेरै गाडीमा आएर टियर ग्यास खसिसकेपछि त्यस पछाडि म उत्रेर मेरो ड्राइभरलाई निकालेर म आफै गाडी चलाएर यिनीहरूले मलाई मार्दै रहेछन् र यिनीहरूले मलाई कि त थुन्नु पर्यो गुन्जालो, पेरुको गुन्जालो बनाउने, या त बनाएर मलाई कि त थुन्नु पर्यो कि त मार्ने षड्यन्त्र गरेको मैले बुझिसकेपछि मेरो अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्तरतिर म पुगेको थिएँ र म पुगेको हुँ र मैले पुलिसलाई चित्त दुखाउने काम मैले गरेका छैन। आम सर्वसाधारणलाई म के भन्छु भने तपाईँहरूले देख्नु भएको छ राज्य आतंक कसरी अघि बढिरहेछ। म काठमाडौँमै छु, तपाईँहरू के नगर्नुहोस्, म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु, म सुरक्षित छु। स्वतन्त्र नागरिक नेपाली माटो लुकेर बसे। सुन्नुहोस्, कहीँ फरार छैन। हेर्नुहोस् यो कहाँ गए भनेर सुन्नुहोस् न, यो राजा ज्ञानेन्द्र सरकारबाट आह्वान भएको कार्यक्रम होइन। यति बुझ्नुहोस् तपाईँ, राजा चाहिए सबैलाई बराबर हुनु पर्दैन। कसलाई बराबर? नेपालीलाई बुझाए 100% राजा भने को? राजा भने तपाईँ हामी सारा युवा बाहिर हेर्नु त भने ज्ञानेन्द्र होइन तपाईँ भर्खरै भनेर जानु भएको छ राजा होइन। अब व्यवस्था ठिक छ, राष्ट्रवादी भनेकै राजा हुन्छ। यति कुरो बुझ्नुहोस् तपाईँ। राष्ट्रवादी राजा नहुने भए यहाँ राष्ट्रवादी नेताहरू अहिले कहीँ जन्मे, किन तपाईँले विरोध गर्नु पर्यो? तपाईँ आन्सर गर्नुहोस्, हो कि न? भनेपछि राष्ट्रवादी भनेको राजा किन हुन्छ भन्नुहुन्छ भने राजाले देश बेचेनन्, राजाले जनता बेचेनन्, राजाले तपाईँको आजसम्म कसैको मर्डर गरेनन्। के राजाको पाला अनि जिजुबाजी पाला, त्यो समय र आजको समय एउटै हुन्छ। आज 21औं शताब्दी भइसक्यो, आज डिजिटल युग भइसक्यो। त्यो बेलामा नेपाल बचाइदिएर राख्नु नै राजाको ठुलो कर्तव्य हो। कुरा सुनौ यहाँ तपाईको छेउमा भएको हेर्नुस् त, त्यहाँ जुङ्गा मुसारी राख्नु भएको छ, पढे लेखेको हुनुहुन्छ, राजा होइन। यहाँ यो व्यवस्था ठिक छ, नेता अलिकता सुध्रिनु पर्यो भनि राख्नु भएको छ। नेता सुन्नु न, नेता भनेको यो राष्ट्रप्रेमी हुँदैन, दल प्रेमी हुन्छ, गुट प्रेमी हुन्छ। एउटा जमातलाई त्यसले चाहिँ माया गर्ला हो। राजा भने समष्टिगत अल नेपालीको साझा संस्था राजा हुन्। त्यसकारण राजालाई हामीले खोजेका कारण त्यो त्यही राजा खोज्न आउँदा कति नेपालीले अहिले ज्यान गुमाइसके। म पनि अस्ति 5वटा अश्रु ग्यास खाएर यहाँबाट गएको हुँ। एउटा सेनाको सिपाही पनि हुँ। यो देशमा अन्याय अत्याचार परेपछि हामी जस्ता सजग नागरिकले, बुझेका नागरिकले फोहोर गर्नुभयो, तोडफोड गर्नुभयो भनेर अहिले महानगरले तपाईँहरूलाई यो कुरामा म सलाम गर्ने मान्छे हुँ। तर हिजो राजालाई चिठी लेखेको चाहिँ इट इज भेरी रङ। किन भन्नुहुन्छ भने राजाले बनाएको देशमा, राजाले संरक्षण गरेर ल्याएको देश पक्नु न, त्यो राजाले बोलाएको आह्वानै होइन। खुसी तपाईहरु ए हजुर, त्यो राजा ज्ञानेन्द्र सरकारबाट आह्वान भएको कार्यक्रम होइन। यति बुझ्नुहोस् तपाईँ, राजा चाहिए सबैलाई बराबर हुनु पर्दैन। कसलाई बराबर हुँदैन। केटीकेटीलाई थोरै खाना दिनुपर्छ, यङलाई अलि धेरै दिनुपर्छ, बुढालाई अलिकति सफ्ट खाना दिनुपर्छ। बुझ्नुभयो? बराबर कोही पनि यहाँ तपाईँ हामी जतिजना जन्म भएका छौँ, यहाँ कोही पनि एकै दिन जन्मिएको छैन। कसरी बराबर गर्नुहुन्छ? कसरी बराबर गर्नु हो? एउटा ऊ 8 वर्ष छ, एउटा हो। यस्तो नेपाली समाज भनेपछि हजुर, समाज भनेपछि सबै उमेर, सबै दुःख सुख, सबै नेपालीको यहाँ तपाईँको जन्मिएर अहिले मर्ने बेलासम्मको त्यो जुन जनसमुदाय हुन्छ नि, त्यसलाई समाज भनिन्छ। तपाईँ जस्ता राजा प्रेमीहरूले, बालिन शाह जस्ता मान्छेहरू प्रधानमन्त्री हुन, म राजा प्रेमी मात्रै होइन, राष्ट्र प्रेमी, माटो प्रेमी, नेपाल प्रेमी। अनि यो नेपाल बनाए राजाले, त्यसकारण म राजा प्रेमी बनेको होइन। क्वेसनको एन्सर दिनुहोस् न। तपाईँ जस्तै राष्ट्र प्रेमीहरूले, राजा प्रेमीहरूले बालिन शाह प्रधानमन्त्री चाहियो, कुलमान घिसिङ चाहियो भनेर यहाँ भर्खर तपाईँको अगाडि बोल्नु भएको। यो चाहियो भने प्रधानमन्त्री पनि पाइँदैन, हुनु पनि हुँदैन। नेपाली जनताले सेलेक्ट गरेर यहाँ अहिले बालिन शाहले काम छैन हजुर, सक्षम होइन। नेपाली जनताले तपाईँको नजरमा, मेरो नजरमा अहिलेसम्म प्रधानमन्त्री लायक नेपालमा एकजना नि छैन, एकजना पनि छैन। मै हुँ लायक व्यक्ति, मै हुँ। म नानीराम लामिछाने नेपाली हो, मेरो अध्यक्ष होइन। मैले कुनै पार्टीमा भाग लिएको छैन। यति कुरो
स्वतन्त्र नागरिक अगाडि हुँ, बढ्न लागे नेपाली माटो दुर्गा बोल्ने प्रसाई नागरिक हुँ। सटरमा लुकेर बसे सुन्नुहोस्, अहिले फरार छ जवाफ दिनुस् है कहीँ फरार छैन। हेर्नुहोस्, यो कहाँ गयो त? कहाँ गए भनेर किन तपाईँ लुकेको सुन्नु न, जनताले खोजिरहेछ क्रान्तिको बेलामा प्रश्न मात्रै धेरै भयो भने आन्सर कसरी दिने हो किन? क्रान्तिको बेलामा कहिले लुक्नुपर्छ, कहिले तपाईँको गणेश मालेहरूले पनि तपाईँको यहाँ बौद्धले प्रजातन्त्र ल्याउँदाखेरि जेल तोडेर भागे, बुझ्नुभयो? हो, जेल तोडेर भागे। तर त्यो चोर भएर भाग्या दुर्गा होइन नि। यी दलालले टाउको फुटाइहाल्लान्, मारिहाल्लान्। नेपाली जनताको, गरिब जनताको सपना साकार नहोला। म एकछिन लुकेर बस्दा के कसले तपाईँले र म जस्तो नेपालीले लुकाएर राखेको छ? होइन, छातीमा हात राखेर भन्नुहोस् त तपाईँले आज बालेन शाहले काम गरेको छैन अथवा यो लागेको छैन भनेर होइन होइन, बालेन शाहलाई मैले अघि नै भनिसकेँ 79 नम्बर कार्दैमा। तर यो राजालाई पत्र लेख्ने चाहिँ उहाँको हक र अधिकार पनि होइन र राजाले बोलाएर त्यो घटना भएको पनि होइन। त्यो गर्ने भने यिनै सत्ता वर्षको नाममा यिनै बरु दुर्गा प्रसादलाई काटो सत्य त्यो कुरो एक्सेप्टेबल हुन्छ। तर राजालाई चाहिँ तपाईँको स्वच्छ बसेको, पवित्र बसेको, श्रीपेज फुकालेर बसेको हामीले राजा चाहियो भने त जनताले पो त राजाले मलाई बोलाऊ भनेको छ र छैन नि। अनि यो कार्यक्रम गरेर प्रधानमन्त्री मन्त्री भइदिए भए त्यही आयोजकहरू हुन्थे नि त भने त्यो। अनि त्यति कुरा चाहिँ त्यता विद्वान इन्जिनियर बालन शाहले यो देश राम्रो बनाउँछु भनेर हिँड्या मान्छेले, त्यो अभिभावक बुढो 76-77 वर्ष भएको राजा यो देशको लागि मर्छु, श्रीपेज फुकाल्छु तर नेपाल छोडेर कहीँ जान्न, म दलाल होइन, म नेता होइन, म राजा हुँ भनेर बसेका हुनुहुन्छ। बुझ्नु, उहाँलाई पत्र लेख्नु भने नि यो बानेल शाह चाहिँ अलिकति ठुलो भयो जस्तो लाग्यो। होइन, अहिले राजावादी साथीहरू अथवा राष्ट्रवादी भनौँ न, तपाईँ रिसाउनुहुन्छ अहिले फेरि यो भएन भने होइन। अहिले अब काठमाडौँ महानगरले काटेको पत्र जरिवाना तिर्नको लागि उहाँहरूले पैसा सङ्कलन गरिराख्नु भएको छ। ए हजुर, पैसा हेर्नुहोस्, जनताले तिर्ने पैसा हो। राजालाई दोष नलगाऊ। राजाको त तपाईँको जबसम्म राजा स्थापना हुँदैन त्यो बेलासम्म नेपाली जनताले यस्ता घटना त देशभरि गरिरहन्छन्। ऊ हेर्नुहोस्, बुटोल भैरवा पोखरा जाँच्दै देशभरि भइरहेको छ। अनि त्यो के खालि त्यो तिराउने के को लागि गर्यो, किन गर्यो? यो देशै बचाउनु, यो नेपालीलाई तपाईँको रक्षा गर्नलाई, देश सुरक्षा राख्नलाई, नागरिकले तपाईँको सुख दुःखमा साथ त्यस्ता राजालाई जरिवाना तिराउने भने त्यो त एउटा लायक कुरो जस्तै देखिँदैन हाम्रो विचारले। कुलमानजीतिरै जाउँ, बाको पसिना पनि आइसकेको छ। हजुर, के भन्न चाहनुहुन्छ कुलमानजीलाई जसरी आज तपाईँहरू सडकमा आएर न्याय चाहियो भनिराख्नु भएको छ? कुलमानजीलाई न्याय चाहियो। कुलमानजी भनेका नेपालका उज्याला हुन्। होलान् उनले भित्रभित्र ठुल्ठुलो पोस्टमा बसेर उनले पनि पैसा कमाएका होलान्। त्यो हामीलाई टाउको दुखाइ भएन। हामी सर्वसाधारणलाई के चाहियो त भन्दा उज्यालो चाहियो। त्यो उज्यालो कुलमानद्वारा हामीले पाइराखेका थियौँ। अहिले यहाँको चाहिँ तपाईँको यो के भन्छ ऊर्जा मन्त्री कि के भन्नेले भारतलाई धन्यवाद दिनुपर्छ भन्यो। त्यो विषयमा म त्यो मन्त्रीसित खेद प्रकट गर्दछु, त्यसलाई च्यालेन्ज दिन्छु। यो गरे मन्त्रीज्यूलाई यसरी विदेशीको दास नबन, बरु बालेनको गुणगान गा, बरु कुलमानको गुणगान गा होइन। विदेशीको गुणगान गाउन अब बन्द। अब नेपालमा कोही यहाँ लेलिनका गुणगान, यहाँ मौसेका गुणगान, यहाँ गान्धीको गुणगान हुँदैन। यहाँ पृथ्वी पथको र महेन्द्र पथको गुणगान गाउनुपर्छ नेपाली भएर। हजुर ल बालेनलाई के भन्नुहुन्छ त अन्तिममा छौँ? जसरी अहिले कर्मचारीहरू नपठाएर गाह्रो बनाएको छ, 3 महिनादेखि तल पाएका छैनन्। यहाँ जो काठमाडौँमा कुच्चो लाउनुहुन्छ, झाडी लाउनुहुन्छ, उहाँहरूले श्रमजीवी व्यक्तित्वहरूले तलब पाउनु भएको छैन। प्रशासकीय प्रमुख नहुँदाखेरि ठ्याक्कै अन्तिममा हजुर त्यो त तलब पाएन भनेर त्यो हामी नागरिकले जवाब दिने कुरो होइन। हजुर होइन, तलब पाउनु पर्छ तर सामन्तीहरूलाई भ्रष्टाचारीहरूलाई समातेर निमोठेर कानुन बनाएर दिन्छु भनिराख्नु भएको छ। टुकुचामा गाड्नै पर्छ यी सत्तामा बस्नेहरूलाई। किन भन्नुहुन्छ भने यी नगाडे पनि गाडे सरका मुर्दै हुने यिनीहरू। किनभने न त यसरी हामीले हामीले यहाँ विरोध गरिरहनु पर्ने आवश्यक हुँदैन थियो नि। त्यसकारण नगरपालिका कर्मचारीले तुरुन्त तलब जहाँबाट पनि व्यवस्था गर। तैँले यो देश चल्न, तैँले मोज गर्न, व्यक्तिगत तिमीहरूको परिवार पाल्न चाहिँ देश विदेशबाट खर्बौँ ऋण ल्याउन सक्ने। अनि यहाँ कर्मचारी, गरिब कर्मचारी, झाडु बडाहरू गर्नेले चाहिँ तलब नपाउने कुरा आउँछ। त्यसकारण तलब दिनुपर्छ सरकारले। तर के भनेदेखि तलब पाइएन, यताउता पाइएन भनेर बालन सरले चाहिँ तपाईँको राजालाई चिठी लेख्नु चाहिँ मिल्दैन।